हेलो गाइस, के छ हालखबर? सबैजना सन्चै हुनुहुन्छ? मसँग चाहिँ आज भेराइटी खाना रहेको छ होइन, अम्लेट र आलु, अनि त्यसपछि माछाको अचार अनि पोर्क चिल्ली। यस्तो मिठो छ अनि टक्क जिरा मसिनो राइस, पुलाउ राइससँग खाँदैछु। यस्तो भोक लागिरहेछ। मैले चाहिँ ठ्याक्कै खाना लाएको थिएँ मुछेर, ठ्याक्कै भिडियो बनाउनु याद आएर अनि बनाएको, अनि मैले सबै क्वान्टिटी मिलाएर खाएको छु। फर्स्ट पार्टी त यति मजा आउँछ किनभने म धेरै खाना खान्न नि त। एक टाइम मात्र हो नि त मैले खाना खाने, अनि त्यही भएर चाहिँ अनि मजा लाग्छ खानालाई। मैले सबै चिजहरू चाहिँ मिलाएर खाएको छु। अनि यो पोर्कको पिस कस्तो राम्रो के, पोर्क चिल्ली यस्तो मिठो, माई गड क्या मजा लाग्यो खानालाई होइन। यस्तो मिठो थियो, टेस्टी थियो। अरू चाहिँ मैले इन्जोय गरेर खाएँ, मजा गरेर खाएँ। यस्तो दामी भएको छ, यस्तो दामी भएको छ। माई गड, तपाईँले पनि यसरी नै खानु होला रमाइलो गरेर होइन। अनि मैले चाहिँ भात चाहिँ 200 ग्राम, अनि त्यो अर्को आलु र अम्लेट बनाएको हो। अनि त्यो चाहिँ थोरै तेलमा, आधा तेलमा आलु बनाएको, क्यालोरी मेन्टेन गरेर। अनि त्योमा पनि एकदम धेरै तेल कि मैले तेल खानु छोडेपछि खानै मन नलाग्ने, माछामा धेरै तेल छैन। अनि यो खानै सकिनँ, मैले राखेको थिएँ। म धेरै खाएको छैन कि, सबै ठिकै ठिकै खाएको छु किनभने अब वेट लसको जर्नीमा धेरै खानु पनि हुँदैन नि त। त्यही भएर मैले अब होइन यो म खाँदिनँ, मलाई भयो भने चाहिँ मैले खाएको छैन क्या। अनि तर एकदमै मिठो भएको थियो होइन, लास्ट चाहिँ मिठो भएको थियो। अनि मिठो भए पनि धेरै त खानु भएन नि त हँसेर होइन, लिमिटमा खानु पऱ्यो। तर मैले सबै कुरा लिमिटमा खाइरहेको छु, एकदम मिठो भइरहेछ, टेस्टी भइरहेछ होइन। अनि मैले चाहिँ अब त्यति भात चाहिँ दहीसँग, म दही छ नि त मसँग, अनि दहीसँग खाने भनेर राखेको छु होइन। दहीसँग हाल्दै खान्छु, मलाई दही भात चाहिँ लास्ट मिठो लाग्छ क्या। त्यही भएर दही भात खाएको छु गम गम। यस्तो मजा लागिरहेको छ खानालाई, मिठो पनि भएन। अनि कस्तो मिठो भएर खाएको छु कि मैले भएन। हात नेपालीले हात चाटेर नखाएपछि त खाएको मजा पनि लाग्दैन होइन। थाल पनि चाटेर खाएँ, वाउ लास्ट टेस्टी थियो गाइस। सबैजनाले इन्जोय गर्नु होला मलाई हेरेर, मेरो भिडियोहरूलाई हेरेर। अनि हजुरले पनि यसरी खानु होला। थ्याङ्क यू फर वाचिङ गाइस, बाई बाई, लभ यु। मिठो मिठो मिठो।